हेलो नमस्ते सेवा सम्पूर्ण साथीहरुमा र मेरो न्यू ब्लगमा सम्पूर्ण साथीहरुलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। र यति बेला चाहिँ म कहाँ जाँदैछु भन्दाखेरि चाहिँ एकदम अहिले चलेको भाइरल ठाउँमा चाहिँ म जाँदैछु। त्यो कहाँ हो त भन्दाखेरि चाहिँ सबै कुरा हैन, अब कहाँ हो भन्दा पनि अब भिडियोमा हेरेर थाहा हुनेछ भन्दै अब चाहिँ भिडियोतर्फ है त साथीहरु। जस यहाँबाट हामी देख्न सकिन्छ जुन भाइरल ठाउँ भन्ने कुरा चाहिँ हैन, टक्कसँग यो माथि छ जुम गरिरहेको छु यति बेला। र त्यहाँ पुगेपछि नै के कस्तो छ भन्ने कुरा चाहिँ थाहा पाउन सकिन्छ। तर म चाहिँ अहिले हिँड्दैछु जाँदैछु हैन, बाटोदेखि चाहिँ हिँडेर जानुपर्ने रहेछ। त्यही भएर टक्कसँग हामी हिँड्दैछौँ भनौँ न हैन, धेरैभन्दा धेरै चाहिँ घुम्न आउँदै रहेछन् भनौँ। र तपाईहरु पनि घुम्न चाहनुहुन्छ भने आउनु होला, भिजिट गर्नु होला एकचोटि हैन। सबै कुरो त्यहाँ पुगेपछि के कस्तो छ म तपाईहरुलाई देखाउने नै छु है त साथीहरु। यहाँ पुल पनि रहेछ है साथीहरु, टक्कसँग हैन पुल तरेर जाने हो। ल यता चाहिँ पुरा पार्किङ स्थल रहेछ हैन, टक्कसँग म आइपुगेको अवस्था हो। ठ्याक्क आइपुग्यो भनौँ न हैन। आमामा वाउ, एकदमै रमाइलो लागिरहेछ। आज म पनि फर्स्ट डे हो, आज पहिलोचोटि म आइपुगेको छु टक्कसँग भाइरल ठाउँमा हैन। र यहाँ केही दृश्यहरू पनि म तपाईहरुलाई देखाइरहेको छु साथीहरु। हेर्नुहोस् यतातिर एकदमै रमाइलो है साथीहरु, एकदमै रमाइलो। तपाईहरु पनि घुम्न आउनु होला साथीहरु, टक्कसँग हैन घुम्नुस्। यसो चट्ट हैन दृश्यहरू हेर्नुपर्छ, कुनै बेला घुम्नुपर्छ हैन। आमामा ल साथीहरु हेर्नुहोस् साथीहरु, यस्तो भइरहेछ यतातिर। टक्कसँग म पनि यसो आइपुगेछु है साथीहरु। पानी आयो, पानी खतरा पर्यो कि यता चाहिँ आज हैन। यसो घुम्नको लागि टक्कसँग भाइरल ठाउँमा आइपुगेको, तर पानीले मारेको मलाई भन्नु नमिल्ने। पानीले भिजी भए तापनि एकदम रमाइलो भइरहेको है साथीहरु। ल साथीहरु यता चाहिँ हैन माछा पालन गरेको रहेछ टक्कसँग हैन। यति बेला चाहिँ इको भिलेजमा आइपुगेर टक्कसँग घुमफिर गरिरहेछौँ हैन। यहाँ चाहिँ धेरैभन्दा धेरै हैन घुम्न आउने हैन महानुभावहरू पनि धेरैभन्दा धेरै नै आउनु हुँदो रहेछ। जस्तो एकदम रमाइलो लागिरहेछ। यता देख्नु सक्नुहुनेछ दृश्यहरू साथीहरु। अघि चाहिँ हैन दिउँसो लगभग अघि चाहिँ पानी परेको थियो, अनि पानी परेर यति बेला चाहिँ एकदम फेरि घाम लागिरहेछ के। जस एकदम यति बेला चाहिँ एकदम राम्रो रमाइलो एकदम सुन्दर दृश्य देखिएको छ हैन। असाध्यै मन पर्यो मलाई चाहिँ हैन गाइसहरु। तपाईहरुलाई के कस्तो लाग्छ हेरेर यसो टक्कसँग सल्लाह सुझाव प्रतिक्रियाहरू दिनु होला है साथीहरु। यो चाहिँ हैन पोखरा 19 मा रहेको हैन एकदम अहिले चाहिँ भाइरल के इको भिलेज वाटरफल्स भनेर भनिन्छ हैन, चिनिन्छ। जस तपाईहरु पनि आउनु होला साथीहरु।
अनि घुम्नु होला, रमाइलो गर्नु होला, मनोरञ्जन लिनु होला होइन। टक्क एकदम राम्रो जस मलाई चाहिँ एकदम राम्रो लागिरहेको है साथीहरू है। ल है साथीहरू हेर्नु होला के कस्तो लाग्छ तपाईँहरूलाई आकाशसँग होइन। यो भिलेज एकदम रमाइलो लागिरहेछ। यहाँ चाहिँ धेरैभन्दा धेरै घुम्न आउने रहेछन् है साथीहरू। बस चाहिँ आउने रहेछ होइन यहाँसम्म। तर यहाँसम्म चाहिँ कसरी आउने भन्दाखेरि चाहिँ पुरै रिजर्भ बस आउने रहेछ, रिजर्भमा रहेछ। त्यही भएर म चाहिँ फेरि हिँडेर आधी घन्टा त हिँड्नै पर्यो होइन। अझै पनि आउने जाने क्रम त जारी नै छ हौ गाइजहरू। आउने जाने क्रम कुनै चाहिँ कुनै फर्किँदैछन्, कुनै आउँदैछन् होइन। भर्खर त्यही हो। अलिकति दिउँसोको समयमा चाहिँ अलिक पानी छ होइन, जस यति बेला चाहिँ अलिक राम्रै भइरहेछ। अलिक राम्रै गराउने होइन, घाम लागेर अवस्था त्यही हो।